हेलो एभ्रिवान। तपाईँले इन्टरभ्यूहरूमा सुन्नुभयो होला नि, तपाईँले आफूले आफूलाई 1 वर्षमा कहाँ देख्न चाहनुहुन्छ अथवा 5 वर्षमा आफूले आफूलाई चाहिँ कहाँ देख्न चाहनुहुन्छ। हामीले त धेरै जसो गफ नै हानिदिन्छौँ, तर के तपाईँले आफूले आफूलाई कहिले सोध्नुभएको छ म 1 वर्षमा आफूले आफूलाई कहाँ देख्न चाहन्छु अथवा चाहिँ 5 वर्षमा चाहिँ मैले आफूले आफूमा चाहिँ कस्तो खालको के कुराहरू चाहिँ नयाँ कुराहरू अचिभ गर्न सक्छु भनेर। यदि तपाईँले कहिले पनि सोध्नुभएको छैन, यो कुराहरू चाहिँ इम्प्लिमेन्ट गर्नुभएको छैन भने आफ्नो लाइफमा पनि एकचोटि इम्प्लिमेन्ट गरेर हेर्नुहोस्। त्यसको लागि तपाईँले धेरै ठुलो गोलहरू बनाउनु पर्दैन, एउटा साधारण गोलहरू नै बनाउनुहोस्। सो द्याट चाहिँ तपाईँले अचिभ गर्न सक्ने खालको गोलहरू, र सुरुमै तपाईँले रिजल्टको लागि चाहिँ रिजल्ट नै कुरेर अथवा रिजल्ट मात्रै हेरेर नबस्नुहोस्। तपाईँले चाहिँ प्रोसेसमा आफूले जुन गोल बनाउनु भएको छ त्यसमा चाहिँ नयाँ नयाँ कुराहरू, सानो सानो कुराहरू लाई चाहिँ इम्प्लिमेन्ट गर्दै जानुभयो भने लङ रनमा चाहिँ तपाईँले ठुलो रिजल्ट हासिल गर्नुहुन्छ। त्यो तपाईँले सोच्नुभएको भन्दा पनि अझै राम्रो रिजल्ट चाहिँ तपाईँले हासिल गर्न सक्नुहुन्छ। तर त्यसको लागि चाहिँ आजैदेखि चाहिँ तपाईँले आफ्नो गोल बनाउन सुरु गर्नुहोस् र त्यो गोलमा चाहिँ काम गर्न सुरु गर्नुहोस्। धन्यवाद। ह्याभ अ गुड डे।